गुड मर्निङ सबैमा। फेरि पनि म तपाईहरुमाझ आइसकेको छु। साउदीमा अपरेटरहरुको चाहिँ लाइफ कस्तो हुन्छ, कमाई कस्तो हुन्छ भन्ने बारेमा म भन्न गएको छु गाइज। साउदीमा चाहिँ हैन, अब साउदीमा चाहिँ अब स्काभेटर अपरेटरहरुको स्यालेरी चाहिँ अब धेरै खै अब राम्रै छैन के, राम्रै छैन। के भन्नु, कसलाई सुनाउनु। मेरो कम्पनी त्यस्तो हो कि गाइज हैन, अब यस्तै छ कम्पनी, यस्तो भएर होला राम्रो छैन हो गाइज। मेरो त त्यही 1900 आउँछ हो, 1900। तपाईहरुको के कस्तो छ गाइज? ए हो, ओभरटाइम पनि चलाएको छैन, बेसिक स्यालेरी 1900 हो, त्यही 1900 मा काम गर्दैछु गाइज। यो साउदीमा चाहिँ अपरेटरहरु त्यति राम्रो छैन रहेछ जस्तो लाग्यो मलाई चाहिँ। साउदीमा तनाव छ गाइजहरु, तनाव छ है गाइजहरु। अब यस्तै छ, त्यही 1900 मा खाने हो। अब यताउति गर्दाखेरि अब 400-500, अब 300-400 खर्च गइहाल्छ। साउदीमा अब आए पनि राम्रो कम्पनी खोजेर आउनु होला, अलि राम्रो स्यालेरीमा, 8 घण्टा ड्युटीमा। म चाहिँ 10 घण्टा ड्युटीमा आएर म चाहिँ फसे गाइज हैन, तपाईहरु नफस्नु होला। 10 घण्टा ड्युटीमा चाहिँ कुनै कम्पनीमा पनि नझुकेर पनि नआउनु होला अपरेटरहरु गाइजहरु। जेसीबी लोडर, स्काभेटर, व्हील लोडर, अब बबक्याट जे पनि हुन्छ हैन, 10 घण्टा ड्युटीमा चाहिँ नआउनु होला। किनभने ओभरटाइम गर्न पाइँदैन है गाइज। ओभरटाइम 10 घण्टा भनेर अब आउने जाने यताउति गर्दा 12-13 घण्टै काम लगाउँछ गाइज। अब त्यही हो, नकमाइ हुनु छैन गाइज। यस्तै हो, टाइम पास गर्न आएको जस्तो भइरहेछ साउदीतिर पनि। यस्तो छ जिन्दगी, झन्डुबाम जिन्दगी छ। कम्पनी हेर्दा अब कम्पनी अब हेर्दा ठुलै देखिए पनि यस्तै छ गाइज। सप्लाई कम्पनी भएपछि यस्तै हुन्छ है गाइजहरु। आउनुहोस्, राम्रो यसो राम्रो कम्पनी खोजेर आउनु होला। कम्पनीको राम्रोसँग ब्याकग्राउन्ड बुझेर के हो कस्तो हो, फ्यासिलिटी कतिको छ, पैसा कतिको कमाइ हुन्छ, त्यही हिसाबले मात्रै आउनु होला गाइज। म्यानेजर हिँडिरहेको छ फेरि यतातिर त गाइजहरु। अब यस्तै छ। मेरो चाहिँ साउदीमा एनबीसी कम्पनी हो गाइज। कमाइ धमाइ छैन, टाइम पास गर्न आएको हो म त 2 वर्ष ल गाइज। अहिले म हाल तुरेपतिर छु काम गर्दै। अब कतार, दुबई, ओमनतिर त गएको छैन गाइज हैन। अब कतार, दुबई, अब यो के भन्छ, अनि कुवेततिर बरु राम्रो होला गाइज है। साउदीमा चाहिँ मैले जसको स्यालेरी सोधेँ नि, त्यही 1200, 1500, 1600, त्यही 1600, 1800-1900 भन्दा बेसी देखेको छैन है गाइज। त्यही हो, 8 घण्टाको त्यो 1500 हुन्छ। त्यो अब फेरि अब प्राय साउदीमा कम्पनी सप्लाई नै हुन्छ है गाइज, राम्रो सुन्दैन। 8 घण्टा ड्युटीमा आयो भने चाहिँ बरु अलिअलि कमाउन सकिन्छ कि। 8 घण्टा ड्युटीमा आउनु होला, 10 घण्टा ड्युटीमा चाहिँ भुलेर पनि नआउनु होला है गाइजहरु। मेरो चाहिँ यो सजेसन छ तपाईहरुलाई। राम्रो कम्पनी हेरेर, कम्पनीको ब्याकग्राउन्ड हेरेर मात्र आउनु होला साउदीमा चाहिँ। कपिलकोमा पनि नआउनु होला तपाईहरु। कपिलकोमा पनि कामै छैन है गाइजहरु। कपिलकोमा झन् फसिन्छ, स्यालेरी झन् धेरै ढिलो दिइन्छ भन्ने सुनेको छ है गाइज। कपिलकोमा आउँदै नआउनु होला। धन्यवाद गाइज। लाइक गर्नुस्, सब्स्क्राइब गर्नुस्, फलो गर्नुस्।